10 रुपैयाँमा। अब चाहिँ हामी खाना सुरु गर्न लागेको। हामीहरु चाहिँ यता टोयलेटतिर आएको। अब धेरै नसताऊ। Hello everyone and namaste, welcome back to another brand new vlog. अनि आज हामीहरु जाँदै छौं ड्राई पिकनिक। अनि हामीहरु चाहिँ आज भक्तपुरमा रहेको गुन्डु चौर भन्ने ठाउँमा जाँदै छौं। हामीलाई पनि खासै त्यो ठाउँको बारेमा चाहिँ केही पनि थाहा छैन। हामीले पनि टिकटकमा देखेर त्यो ठाउँ राम्रो लागेर हामीहरु चाहिँ त्यही जाँदै छौं। हामीहरु 5 जना साथीहरु चाहिँ मिलेर जाँदै छौं। अनि हाम्रो साथीहरु 3 जना चाहिँ निसिसक्नु भयो। अनि सबैजना भेला भएर हामीहरु सिधै जाँदै छौं ट्याक्सीमा। अनि के हुन्छ त्यो तपाईहरुलाई देखाउने नै छौं। अनि हामीले चाहिँ आज बिहान अनि हिजो राति पनि केही चीजहरु बनाइराखेको थियौं, किनभने आज बिहान भ्याउँदैन भनेर। हिजो बनाएको भिडियो चाहिँ म यसपछि राख्दिने छु, हेर्नु होला अनि इन्जोय गर्नु होला। अब हामीहरु चाहिँ गाडी चढेको। अनि साथीहरु चाहिँ ट्याक्क स्टेसनमा बसिरहेको छ। अब हामीहरु यहाँबाट पिकअप गर्दै जानुपर्छ। तर यहाँनिर अलिकति बाटो अप्ठ्यारो भयो, के गर्ने थाहा छैन। गाडी घुमाउनु पर्ने हो कि त्यस्तै होला। पर्सिदै ट्याक्सीमा कालीमा गयो उचाइ मेरो का। अब जंगलै छिन भयो नि हाम्रो बासे यता हुने भयो। ओइ ठाउँै छैन क्या। ओइ अब यो लोकेसन आज इन्जोय मोमेन्ट फाइनली आइपुगेम गुन्डु चौर। तिमी चाहिँ यही गरेर त धन हो यत्रो नाक्दै कत्रो नाक्दै हिँड्छ। सानो नाक बनाइदिनु के है तपाईलाई पनि देखाइदिए। हामी आएको गाडी पनि देखाइदिउँ न। आइपुगेम गुन्डु चौर। आइपुगेम। यहाँ कस्तो राम्रो भ्यू छ हेर्न सक्नुहुनेछ। वाउ तर भ्यू मात्र हरियाली छैन यार अहिले, किनभने चैत लाग्नु लाग्यो नि त। लाग्यो नि कहाँ चैतको यो खडेरीमा कहाँ हुन्छ हरियाली होइन साथीहरु। आशा हरियाली भेटेन भनेर रिसाउँदै छ। तर मलाई त भ्यू एकदमै राम्रो लागेछ। तर ड्राइभर दाइ कि भाइ पनि आ भए चाहिँ हुन्थ्यो है। बोलाउन के ओरालोमा यस्तो गरेर पनि हो क्या। पूजा ल हुन्छ बोलाउन हामी यहीँ बस्छौँ। अब हामी यहाँ बस्ने। यहाँ आएन कसको त नचिनिरहेको कभर झिकेको भन्छ। ल भयो ल तिनीहरू आउँछ। हामी रेडी गर्दैछौँ। कफी बनाएर पिउँदैछौँ। खाम्पाई गरौँ न। खाम्पाई गरौँ न। खाम्पाई ल खाम्पाई। मैले त लाथिनँ। अब चाहिँ हामी खाना सुरु गर्न लागेको। हामीहरुको चाहिँ आज के छ भने चिउरा, चिकन करी, चिकन रोस्ट अनि मटर पनिर। यो चाहिँ आशाले बनाएको। अनि अचार त्यो मैले बनाएको। त्यो चाहिँ उसको मम्मीले बनाएको। यो मैले हिजो चाहिँ खाना सुरु गरेको। खाएन भन्छु नि साथीहरु खान्छु ल खानालाई रेडी ल हवस् ल। पता चल्यो हामीले खाना खाँदै। कस्तो हुरी आएको तर कस्तो राम्रो देखेको भाइ। अब चैत बैशाखको हावा हुरी आउँछ। चैत मासको हुरी। हामीहरु चाहिँ यता टोयलेटतिर आएको। हाम्रो साथीभाइहरु चाहिँ माथि नै हुनुहुन्छ। हामी बसेको चाहिँ उता माथितिर हो। अनि यसो एकछिन यहाँ फ्रेस हुनाको यतातिर भ्यूहरू चाहिँ यसो
कस्तो राम्रो रहेछ नि यहाँ पनि। तर यहाँ चाहिँ अलिक घाम लाग्यो। हामी बसेको ठाउँ चाहिँ ठ्याक्क शीतलमा छ क्या, सिरिरी हावा आउने टाइपको। बनाउँदै उसले मैले 3 वर्ष अगाडि कहिले जोइन गर्न हामी 5 जनालाई 5वटा पाहुना। यहाँ चाहिँ पुरा ठुलै छलफल चलिरहेको है। लाखको कि करोडको छलफल चाहिँ चलिरहेको है। दरै चटपटे 10 रुपियाँमा 10 रुपियाँ कति सस्तो चटपट। नेट खासै टिप्दो रहेछ र 10 रुपियाँमा एक चम्चा मात्रै हो कि। घर जान अब हामी चाहिँ चटपटे खान लागेको। हावाले उडाउने चटपटे छ फेरि। उता गएर काम सोध्नु गर्दै यो गर्दैन त्यो एटिट्युड देखाउने भए चाहिँ नजाऊ। अहिले भन्छु म नजाऊ फेरि। हामीहरू चाहिँ फेरि पनि खान थालेको। मलाई यो गर्दै त्यो गर्दा घमण्ड। खाने कार्यक्रम सुरु हुँदैछ। म त फेरि रोटी र तरकारी खान लाग्यो। उसको चाहिँ चस्मा यस्तो भइदियो। रोटी तरकारी खाने हो। रोटी तरकारी नै हो त? यस। खाऊ त ल। हो कि होइन रहेछ? हो कि होइन रहेछ? खाऊ त। यो हो पराठा र पनिर, मटर पनिर। यो हलुवा तर हलुवामा बालुवा अरे क्या? हलुवामा चाहिँ बालुवा रहेछ अरे क्या? कस्तो भएको छ पनिर? अब चाहिँ हामीले खाएर सकेर यी फोहोर कचराहरू कलेक्ट गरेको स्वच्छ अभियान। अब ऊ त्यहाँ तल लगेर यो फोहोर फाल्न पनि हुन्छ। अनि हाम्रो चाहिँ हामी बिहान जुन ट्याक्सीमा आएको 1-1.5 घन्टा लाग्छ भन्नुभएको। सो हामी चाहिँ 1-1.5 घन्टा खाएको खाना पचाउनु पर्ने हुन्छ। यो के कुण्ड रे? गुन्डु चौर। गुन्डु चौरबाट हामीहरू जाँदैछौँ। पोकापोकी बोकेर होइन। खै कता बाटो यही हो? पछाडि न पछाडा साथीहरू कति नजिक गएर के मुखी अनि यहाँ सेल्फी खिच्नु पर्यो त्यहाँबाट बाई बाई गुन्डु। गुण्डु कि गुण्डु? गुन्डु गुन्डु गुण्डु कि गुण्डु? अब भोलि डाइटिङ कस्तो गर्नु होला। कस्तो मजा धेरै नसताऊ तिम्रो चाला देखिरहेछ। अघि सुरुमा चाहिँ यस्तो बुद्धि किन नहोला? कस्तो यस्तो पूजा गर्दै टुक टुक कर दी मेकअप तो कर लिया अंग्रेजी कर दी मिट मिट तो कर दी जनरल गोयन साड़ी विक्टोरिया तू कैन बी बिच पूरा गुंडू पूरा लंदन
लन्डन ठुमक्दा पूरा लन्डन ठुमक्दा पूरा लन्डन ठुमक्दा जोर का झटका हाय जोरों से लगा हाँ लगा शादी बन गई उम्र कैद की सजा ओए तिमीलाई ठ्याक्क मिल्छ के जोर जोर से बोल के लोगों को स्कीमें बता दे फांसी चांदी फांसी चांदी से ले लो फांसी होगी ये सजा हाँ सजा जोर का झटका हाय जोरों से लगा हाँ लगा बाय 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 बाय